सम्पूर्णमा नमस्कार। भर्खर 2 दिन अगाडि मात्रै नासु फर्स्ट पेपरको रिजल्ट प्रकाशन भएको छ र आज हामी उक्त रिजल्ट अथवा अन्य सबै लोकसेवाका सम्पूर्ण रिजल्टहरू कसरी हेर्छौँ भनेर जान्नेछौँ। यसो सर्वप्रथम गुगलमा जाने, सर्च बक्समा गएर pscgov.np मा सर्च गर्ने। त्यसपछि चाहिँ यसको वेबसाइट खुल्छ अनि सुरुकोमा क्लिक गर्ने अनि यहाँ आफूलाई के हेर्न मन लागेको त्यसको बारेमा अथवा पदपूर्ति सूचना, नयाँ सूचनाहरू प्रकाशनहरू के भइरहेछ सबै यहाँ हेर्न सकिन्छ। यहाँ सूचनामा जान सकिन्छ अथवा सूचना प्रकाशन जेमा पनि जान सकिन्छ। गइसकेपछि यहाँ खुल्छ सूचना पार्टी अथवा अन्य अथवा यसको लागि तल जान सकिन्छ। तल गएपछि यहाँ अपडेट भनेर दिइरहेको हुन्छ के नयाँ के भइरहेछ त भनेर। अनि यसमा चाहिँ आफ्नो कुन चाहिँ हेर्न खोजेको हो त्यो अनुसार सर्च गर्ने र त्यसमा गइसकेपछि डाउनलोडको अप्सन आउँछ अनि डाउनलोड गरिसकेपछि हेर्न सकिन्छ। अथवा अर्को तरिकाबाट पनि के गर्न सकिन्छ भनेपछि यसलाई यहाँ ब्याक जाने डाइरेक्ट यहाँ नतिजाहरू भन्ने छ नि, नतिजाहरू हो यहाँ नतिजाहरूमा जाने सिधै नतिजाहरूबाट यहाँ सबै नतिजाहरूको अपडेट यहाँ दिएको हुन्छ। त्यो अनुसार अब कुन चाहिँ हो आफ्नो नासु के हो अधिकृत कि शाखा अधिकृत के हो त्यो अनुसार यहाँ गएर क्लिक गर्ने। क्लिक गर्न साथ जस्तै यहाँ एउटा क्लिक गर्न साथ के हुन्छ त्यसको खोल्छ डाइरेक्ट के हो त्यो खोल्छ। हेर्नुहोस् अब यो चाहिँ लिखित परीक्षाको नतिजा रहेको छ कुन चाहिँ त्यस्तै गरेर कुन हो आफ्नो खोल्छ अनि त्यसरी हेर्न सकिन्छ। हस्त।